सबैजनालाई मेरो युट्युब भ्लगमा। हामी चाहिँ आज न्युयोर्क जान लाग्यो फर 5 days। सबै प्याकिङ भइसक्यो पछाडि। अनि यहाँ मिस्टर थमन छ अनि त्यसपछि ड्राइभर आजको। अनि हामी चाहिँ अब निस्किन लाग्यो 11-17 भइसक्यो, टु लेट भइसक्यो होइन। सो हामी चाहिँ सकेसम्म भ्यायो भने आज यहाँबाट गएर चाहिँ बाबा मम्मीलाई एयरपोर्टमा पिकअप गर्ने भनेको। त्यही भएर चाहिँ अब जाउँ है त। अब यो हप्ताको ट्रास फाल्दैन, त्यही भएर यहाँ दिदीहरूकोमा ट्रास फाल्न आएको। हेलो हेलो, के हो कताको यात्रा हामी न्युयोर्कतिर। ल शुभ यात्रा। हस्, हस्, पुगेपछि यसो खबर गर्नुहोस्। हामी चाहिँ दिदी घर ट्रास फाल्यौँ अनि त्यसपछि त्यहाँनिर एकछिन बस्यौँ, गफसप गऱ्यौँ अनि त्यहाँबाट अब हामी निस्केको। हामी चाहिँ अहिले यहाँ ग्यास हाल्न आएको। थमन चाहिँ ग्यास हालिरहेछ बाहिर यहीँ घर छेउमा। ग्यासको प्राइस पनि यति महँगो भएछ। उतापट्टि चाहिँ $4.17 छ अनि हामीले यो हाल्न त लगाएको चाहिँ $3.97 छ होइन। अमेरिकामा चाहिँ अहिले चाहिँ ग्यासको प्राइस चाहिँ टु मच भएछ, डबल भन्दा नि बढी भइसक्यो होइन। के गर्नु, यस्तै छ, गाह्रो छ गाह्रो। हामी चाहिँ ग्यास हालेर निस्क्यौँ। कति माइल्स बाँकी छ अरे बुढा? 564 miles to go. Oh my goodness. It's a long drive. Long drive. हामी चाहिँ न्युयोर्क जाने बाटोमा जाँदैछौँ। हेर्नु होला यस्तो छ पहाड त अनि पुरै होइन। ओ पुरै पहाड त अनि चिसो छ, चिसो भएको गाडीभित्र यस्तो डाँडा काँडा उकालो ओह्रालो। हाम्रो नेपाल जस्तै त हो ए, यस्तो डाँडा काँडामा घर हुन्छ होइन। घुम्दै घुम्दै छ। अनि नेपालीहरू तन्नै छ क्या अब एकछिनमा त नेपाली भाषीहरू तन्नै छ। के फिर्नु त नआएको टाउकोहरू भएको कस्तो न। हामी चाहिँ रेस्ट एरियामा आइपुग्यो बल्ल। अब चाहिँ ठ्याक्कै 3 बज्यो। अब हामी चाहिँ रेस्ट एरियामा हो, मेरो बुढो आउँदै हुनुहुन्छ। अब हामी चाहिँ हिँडेको। यो चाहिँ मलाई त मन पर्छ चक्लेट चाहिँ यस्तो हुन्छ। हामी चाहिँ कहाँ आइपुग्यो बुढो? कहाँ रे? गाई हेर्न त्यहाँ हेर्न, बाख्रा भेडा भैँसी हेर्न कति धेरै। ओहो ओहो कति राखेर त्यहाँ डाँडामा गर्छ, यहाँ डाँडामा गर्छ पुरा भैँसी बाख्रा। हामी चाहिँ यहाँ ट्राफिकमा परेको अवस्था। हामी चाहिँ यहाँ ट्राफिकमा परिरहेछौँ अनि यही मौका पारेर यहाँ मिस्टर थमन रोकाले चाहिँ गीत गाइराख्नु भएको छ। फेरि गीत हाल्नु त। पिउँदिन भन्दा भन्दै भिलायो गुरुसिनीले अनि माछु भनी भरोसा दिलायो रोकाले दिलायो गुरुसिनी। अनि अब फेरि अर्को गीत आयो क्या आउने के यानी माया म बिना कसैलाई मुस्किल छ हाई पोइन्टमा म छु आज धेरै टाढा। यो त आर्मीमा हुँदाखेरि गाउनु पर्दैन लिथुनिया हुँदा। हाई पोइन्टमा भनेको त हिँड्ने रहेछ यतातिर सिटमा। ओहो ट्राफिक त दह्रो पर्यो त बा। ल अब फेरि अर्को गीत जाओस् न त बुढा। मेरो बुढीलाई डेडिकेटेड है त। हिलो भन्न पाउँदिन
धुलो भन्न पाउँदैन उकाली र ओह्राले गरिरहनु पर्छ तिम्रो पाउले भुइँ कहिले टेक्दैन मेरो घरले काम पानी छेक्दैन उकाली र ओह्राले गरिरहनु पर्छ हिलो भन्न पाउँदैन धुलो भन्न पाउँदैन मलाई रुन आयो गीत सुनेर ओ माय गॉड यो गीत सुनेर त तिमीलाई त कोही गीतले बिहे गर्दैन अनि यस्तो गीत मलाई डेलिकेट गरे ओ माय नि पुलियो जुनले नि जाडो भो कोही छैन तिमीले झै मलाई माया गर्ने सिमसिमेमा सिरेतो चल्छ तिम्रै झल्को आउँछ र मन जल्छ जहिले नि तिमीलाई नै सम्झिरुनु पर्ने घामले नि पुलियो जुनले नि जाडो भो कोही छैन तिमीले झै मलाई माया गर्ने कडा है अब यस्तो यस्तो मिठो मिठो गीत गएपछि अब ट्राफिक त त्यसै घामले नि पुलियो सा रे ग म प ध नि सा मेरो पाला हैन साबाट आएन सपनीमै हो कि विपनीमै हो कि सपनीमै हो कि विपनीमै हो कि उसँग मेरो मन नै साथी हो उसको नजर नै ज्यानमारा 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 म त खुट्रुकै मरि गई यीबाट इशाराले बोलाउन पर्दैन अनि त्यहाँबाट आउँदैन बोलाउन पर्दैन इशाराले बोलाउन पर्दैन माया भए बोलाउनु पर्दैन हिन्दी पाइन्छ नयो नयो ओ नयो नयो ओ नयो नयो तेरा दिल मुझे नयो चाहिदा ओ नयो नयो तेरा दिल मुझे नयो चाहिदा ओ नयो नयो तेरा दिल मुझे नयो चाहिदा एक तू ही मेरे नाल नयो चाहिदा तबाट देउरालीमा धजा भन्न त भन्थ्यौ आमा घर छोडेर नजा जा अत्र कि तबाट जीवन हो घाम छाया अनि गाउँ न के तल गीत दर्पण हुन्छ जीवन चक्रमा घुमेर हाँस्ने घडीको कबाट गीत आउँदैन हिँडेको मायालाई कहाँ भेटियो सुनकोसी सुसलेको दुर्कोसीले सुन्छ मेरो मायाले बोलाएको कसले सुनिदिन्छ कहाँ भेटिएला म पनि हजारमा गाइरहेको छु यहाँ यस्तो नै अन्ताक्षरी खेल्ने हामी योबाट यो रातै रमाइलो यो साथै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो नयाँ नयाँ जिन्दगीको बाटो रमाइलो ओहो ओहो तिमी बिना छैन मेरो कुनै संसार छातीभित्र लुकाइरहेको छु तिम्रो मुहार अब हामी चाहिँ बुढाबुढी ब्याटल गर्न लाग्यो हैन Let's the battle begin between Thumb and Nilrupa. तिमी फर्स्ट ब्याटल चाहिँ फेरि के मार्यो भने फेरि दोरी गीत मारे तर मलाई दोरी गीत आउँदैन तर म जुन भाका हुन्छ त्यही भन न सिंगर हैन मन सिंगर हैन यो मान्छेको ठीक छैन चाला ठीक छैन चाला जति हेर्यो उति छ मन काला फुलमा माउरी आउन
आउँदै गर निर्माया माया नमारे अन्त ए सानो मेरो छैन मन काला मेरो छैन मन काला तिम्रै छ मन अति नै कासा काला साला अघि भर्खर हारेको मसँग दम छ भने फर्काऊ एक टुक्का फुलमा माहुरी आउँदै गर निरमाया माया नमारे मेरो दाम छ कति कति दाम छ कति कति तिमीलाई के भन्नु भइरहेछ छटपटी फुलमा भमरा आउँदै गर मेरी माया माया नमारा तिमीले आँखा छदम छ आयामै फोनै खस्यो हाम्रो गीत सुनेर फोनै खस्यो यार ल हाम्रो बुढाबुढीको दोहोरी चाहिँ त्यस्तै हो हाम्रो दोहोरी सुन्यो भने तपाईँहरू फेरि ढल्नु होला होइन हाँस्ने होइन ढल्नु होला बेहोसै हुनु होला तपाईँहरू होइन अब हामी चाहिँ अर्को रेस्ट एरियामा आइपुग्यो अब हामी रेस्ट एरियामा एकछिन यताउता गर्छौँ त्यसपछि सी यू अगेन है त हामी चाहिँ यहाँ ग्यास हाल्न आएको मेरो बुढो यहाँ ग्यास हाल्न लाग्नुभएछ म चाहिँ मस्त निदाइ चाहिँ एकछिन घुर्न नि घुरेको थिएँ मेरो बुढोले भनेको के गर्नु मोटाएपछि त घुर्ने रहेछ कि मान्छे मोटाए कि घुर्ने रहेछ त्यसपछि हामी त्यहाँ म्याकडोनल्ड्स जान्छौँ यसो फ्रेन्च फ्राई खानलाई अनि यहाँ चाहिँ ग्यासको रेट एकदम उँचो नर्थ क्यारोलाइना भन्दाखेरि पनि 449 अब न्युयोर्कतिर झन् 5 होला तपाईँले भर्खर तेल भएर आउनुभयो तपाईँको तेल पहिला कतिमा भर्थ्यो अहिले कति भर्यो $30 मा पहिला $30 मा भर्थ्यो अहिले $50 रे अझ 80 माइल ग्यास हुँदा हुँदैन भनेपछि $55 लगभग वास्तै भइसक्यो कहाँ 55 बढी हामी चाहिँ खाना लिइसक्यो यहाँ म्याकडोनल्ड्स बुढो निकाल्नु न अनि यहाँ मेरो कोक अब चाहिँ म ड्राइभर अब हामी 3 घन्टा कति बाँकी छ निकाल्नु न म्याकडोनल्ड्स खा के लिए हामीले मेरो फेभरेट फ्रेन्च फ्राई अछि अब मैले एकछिन न्याप लिएँ अब मेरो बुढोले न्याप लिनुहुन्छ एकछिन अनि म चाहिँ गाडी चलाउने हामी चाहिँ यहाँ ह्यारिसबर्गमा होइन ह्यारिसबर्गमा अनि अर्को देखाउनु बुढो रोल त्यसपछि यो रोल खाने रोल अझै मोटा खाएन अझै आलु खानुपर्छ कस्तो छ मिठो रहेछ स्पाइसी छ मेरो यता यो उल्टो हो यो तल गर्ने यो माथि गर्ने पिरो रहेछ है ल अब चाहिँ हिँडौँ है त बुढो आर यु रेडी ओके न्याप लिनु है त ल ल जाम अब जाम है त जाम फेरि लेट हुन्छ अब हामी ब्रुकलिन छिर्न लाग्यो होइन अब चाहिँ हाम्रो ड्राइभर चेन्ज भएछ मिस्टर थमन हामी चाहिँ अहिले यहाँ ब्रिजमाथि हिँडिरहेको छौँ देख्न सक्नुहुन्छ उता सिटी होइन यता सिटी कुन चाहिँ सिटी हो बुढो त्यो उत्यो ब्रुकलिन हो त्यो ब्रुकलिन तपाईँ कलेज त्यहीँ हो मेरो बुढोको यहाँ न्युयोर्क युनिभर्सिटी चाहिँ त्यहीँ हो है दामी छ है मलाई घुमाउनु लाने होला नि त एक दिन
मैले त ओन्ली गुगलमा मात्रै देखेँ मुभीहरूमा देखाउँछ नि त एकदम यान वाइ यु भनेर ओहो मेरो ड्रिम हो यान वेमा जाने भन्दै मुभीहरूमा देखाउँथेँ होइन मेरो बुढोको नि ड्रिम थियो कुनै दिन मैले पत्ता थिइनँ तर मेरो बुढोले नाम निकालेर त्यो कलेजमा त्यो युनिभर्सिटी कलेज होइन युनिभर्सिटीमा मास्टर गर्दैछ आइएम सो प्राउड अफ मेरो हस्बेन्डको होइन Thank you so much. अधा रातमा नाम निस्केको कलेजले एक्सेप्ट गरेको बुढोले मलाई चिमार त भने मैले फेरि मजाले चिमार्दै प्लान्ट गाडो भने हानिदिएको मैले मौकामा चौका ठोक्दै फेरि अझै स्कलरसिपमा पनि हो माई गुडनेस त्यो कलेजको त हो 7,000ले अप्लाई गरेकोमा जम्मा 600 एक्सेप्टेड भएको क्या कति थोरै है हामी चाहिँ बाबाहरूलाई लिन जेएफके जाँदैछौँ बाबाहरूको चाहिँ 1 hour 16 minute अर्ली भयो भन्दै थियो अनि हामी चाहिँ नभ्याउने भयो भनेर दाइरा लिन जाने कि भनेको त भरे त हामी र बाबाहरू त सँगसँगै पुग्ने हुन्छ बाबाहरू पनि ल्यान्ड हुनलाई 12 मिनट बाँकी छ हामी पुग्नलाई पनि 16 मिनट बाँकी छ सो हामी चाहिँ जेएफके जाँदैछौँ बाबा र मम्मी लिनलाई आर यु एक्साइटेड बुढो ये फाइनली घरको गार्जेनहरू चाहिँ घरमा आउने भएन विदाउट गार्जेन बच्चाहरू के हुन्छ बुढो के हो त्यो भने फ्यालल्ला ल्यालल्ला होइन खाना खाँदैनन् टाइममा सुत्दैनन् होइन घरमा मान्छे नभएपछि घर जस्तो हुँदैन होइन ओके अब बाबा मम्मी भेटेपछि तपाईँहरूलाई देखाउँछु है त ए यस्तो कुरो बस्छ है किन पार्किङ लट टाढा भएर ए हामी चाहिँ जेएफके छिरिसक्यौँ जेएफके चाहिँ एकदमै ठुलो एयरपोर्ट हो होइन हुन्छ किन घुमेको नि त किन घुमेको भने यस्तो रोकेर बस्यो भने त एकछिन बाबा मम्मीहरूको फोन आएपछि बल्ल जाने कि यो राख्ने ठाउँ नै बनाइदिएको रहेछ त्यो फेरि लाइन यस्तो हुने रहेछ है अब हामी चाहिँ एकछिन कुर्छु बाबा मम्मीको फोन आएसम्म अनि बाबा मम्मीको फोन आएपछि चाहिँ हामी भित्र जान्छौँ म चाहिँ यहाँ एयरपोर्टमा बाबा मम्मीलाई कुर्दैछु बाबा मम्मी चाहिँ यहाँबाट आउनुहुन्छ अरे त्यही म चाहिँ यहाँ वेट गरिरहेको छु मम्मी रेस्टरुम गएर आउनुभयो म चाहिँ यहाँ लगेज कुरेर बसेछु फाइनली घर जाने कति 1.5 घन्टा लगभग 2 घन्टा पछि निस्किनु भयो बुढाबुढी चिल मान्छन् फेरि ढोका ढोका नै के हुन्छ त बाबालाई नि 10 चोटि ढोकिन केही हुन्न पुरा चिलमा छन् क्या बुढाबुढी मोटाएर आइज नेगल गरे ज्याकेट टाइट फाइनली बाबा र मम्मीलाई पिकअप गऱ्यौँ अब हामी चाहिँ घर लागियो यो नेपालको कोसीले हो नि त बाबा छिर्नु अगाडि तपाईँ ल हामी चाहिँ अब घरतिर लागियो दाइ घरतिर अनि बाबा यो पालि कस्तो भयो त फ्लाइट के अरे यो त सेकेन्ड चोटि नेपालबाट आउँदै हुन्छ तपाईँ पहिलाको त पहिलाको भन्दा धेरै सजिलो भयो अहिले हो कम्फर्टेबल खाना त्यति राम्रो पहिला भन्दा मिठो थियो ल खाना पनि झन् राम्रो हुँदै गयो नि त यात्रा ल ठिक छ फेरि ठिक छ अनि यता कस्तो भयो तपाईँलाई यता अहिले राम्रै छ राम्रै भयो पहिला भन्दा त चेकअप त साह्रै टाइट गरेर चेकअप चाहिँ टाइट गर्यो चेकअप त कति 4 फेर त गर्यो क्या कटारमा अन्त अहिले वार परिरहेछ त्यही भएर जुत्ता के भयो अरे जुत्ता भित्रै जम्मै चेक गर्ने क्या त्यो मेसिनले अनि यहाँ चाहिँ कतिको चेक गर्यो नि यहाँ त बरु त्यो स्क्यान गरेर ग्रिन कार्डमा अनि त्यसो भए अनि रमाइलो भयो रमाइलो भयो अहिले त यहाँ कतारबाट त राम्रो पनि रहेछ सबै नेपाली क्या यो उता जानु अहिले त्यो उड्नु भयो इन्डियन र नेपाली मात्रै
अहिले जानु पाएको भएपछि त ऊ पनि सबै नर्थ क्यारोलिनाको नि रहेछन् क्या उता आएको नेपाली सबै छ ल बा मम्मीको यो पालिको ट्राभल चाहिँ एकदम राम्रो भयो अरे पहिला सुरुको चाहिँ एकदम अलि जे होस् नराम्रो एक्सपिरियन्स भनौँ न त्यस्तो त्यस्तो भइरहेको त्यो प्लेनहरू डिले भएर अहिलेको चाहिँ एकदम राम्रो भयो अरे हामीलाई नि खुसी लाग्यो सुनेर अब हामी चाहिँ घर गएर कुरा गरौँला हुन्नालाई चेकिङ भने ढुक्क सरे भयो भनेर झन् जम्मै खोल भन्छ त फेरि एक थाहा फेरि यिनले वा घरि छाड्यो थियो पहिला चेकिङमा फेरि घरि छाडेर तर त्यो तल उ गरेर के काने होल्डरमा हिँड्नु तल आएर घरि छैन भने फेरि वा फोन गर्नु त्यो चेकिङ उसलाई गऱ्यो अन्त पछि त अब गएर लिएर आउनुहोस् भन्छ अब फेरि आफै गएर लिएर आएको त्यही होलसेलमा होलसेलमा हिँड्ने त्यो तेह्र नआइसम्म त्यो बिच हिँड्ने मान्छेलाई त हामी चाहिँ फाइनली दाइको घर आइपुग्यो दाइ दिदी घर ओ माई गुडनेस कति जाडो हो नियोगमा त जाडो उनीहरू चाहिँ पार्किङ खोज्न जाने रे हामी चाहिँ मम्मी र म चाहिँ झरेको अब जम्माथि जाडो जाडो छ कि यहाँ त ओहो नियोगमा त लास्टै जाडो रहेछ